अन्जु एउटा एजेन्ट पनि हो उसँग जतिखेर पनि यो सेक्स मात्रै गरे हुन जतिखेर पनि चुप लागेर मुखसँग बोल भन्दैछु म मुख छोड त्यो त सत्य कुरा भन्नु पर्ने जतिखेर बाउको उमेरसम्म उमेर मिल्दैन के अरे मन मिल्दैन अरे होइन यो त कुरा जतिखेर हाले हुन्छ नि अरे म सक्छु त म एउटा बुढी मान्छे भएको तपाईँलाई लाज लाग्दैन हेर्न चाहिँ मेरो त लु त जतिखेर पनि राम्री भर्खरको देख्दा जतिखेर चढिराख्नु के चढ्नु हामी चाहिँ के माछालाई चढ्नु के आलु खोज्न आएको थिएन भइसक्यो के खेल्न आएको छोरा खानु यात्रा भएको लामो खोजेर आएको तिनीहरूसँग अनि रक्सी नखाएर बस्नु सकिँदैन नखाओस् न होइन यहाँ सुन्नु न होइन मैले खेल्नु चाहिँ कस्तो बेइज्जत गर्छ कारणले चाहिँ तपाईँ रक्सी खाएको हो त्यो खाइपछि खान्छ। हुन्छ नि त अनि घरिघरि चाहिँ दिदो रुसी माछाले मातेर भरिघरि चाहिँ माछालाई उसलाई चढ्नै दिँदैन त उल्टो कुटे गर्छ त्यो हुँदो रहेछ के हाम्रो त्यो झगडा भनेको मेन झगडा भएपछि हाम्रो त्यो मात्र झगडा हुने के त्यस्तरी अनि अब फेरि यहाँ सुन्नु न 10 घण्टासम्म अनि उसले चाहिँ गरेको गर्छ त गरेको हामी चाहिँ के हामी त थामिराख्नु त्यो त तपाईँहरू बुझ्नुहुन्न के 10-12 घन्टासम्म घोटेको होइन अन्त अलिअलि रक्सी खाँदा चाहिँ अब चाहिँ होइन फेरि यता ठोकेर गएर हुन्छ यो बुढो मान्छे हो नि त मलाई चाहिँ फेरि घिन लागिजान्छ जाँदा चढेको कहाँ सकिन्छ अब भनेपछि त्यही भएर नबस्ने त्यो नगएर 5 घन्टा 6 घन्टासम्म घोटिपछि मुला को चाहिँ मान तिम्रो मम्मी छ होला भाइ तिम्रो बाबामा छ होला छोरामा चाहिँ तिम्रो पनि बुढी होला तिम्रो पनि बुढी होला 5 घन्टासम्म घोड्दाखेरि बुढी मान्छ अनि कहाँ हुन्छ त यो त्यत्रो घन्टा चाहिँ घोट्नु सकिन्छ त 5 घन्टा घोट्नुहुन्छ त सबैले उठेन इसो पछि आउँछ चुप लागा भन्दैछु म चुप लागा भन्दैछु अरे दाखा एकै खेपमा फेरि गरेर मलाई पड्काउनु नपर्छ नि फेरि यस्तो भएपछि कसरी बस्नु सर म भन्नु आफै सम्झनु त म सुनाउँदा मान्छेले कसरी थामेर पऱ्यो यसो अगाडि न तल्लो गाउँमा गएर जाने इज्जत छ म माथि गाउँमा कुर्दै त्यस्तो भन्ने होटलमा त रातमा के अरे 1000-2000 रातमा पाउँदैन 1 घन्टा हैन त्यस्तो जतिखेर पनि यसो गरेको हामी त मानिराख्नु हामी त भैँसी हो र